नमस्कार दर्शक श्रोता युट्युब च्यानलको अजम्बरी आवाजमा यहाँहरूलाई म फेरि एकपटक स्वागत गर्दै एउटा कथा वाचन गर्ने प्रयास गर्दैछु। आजको कथाको शीर्षक रहेको छ बन्धनबाट मुक्ति। कथाकार हुनुहुन्छ राजेन्द्र विमल। कथा यसरी सुरु हुन्छ। मास्टर चोहलाल बर्दिवास हाई स्कुलका गणित विषयका शिक्षक थिए। ट्युसनको कमाइले नै 3 छोरालाई पढाउन भ्याए। छोराहरू पढाइमा राम्रा पनि थिए। 2 जनाले दूतावासबाट छात्रवृत्ति पाएका थिए। कान्छो कुसङ्गतमा लागि कुलतको शिकार भएको थियो। रक्सी, जाँड तथा गाँजाको सेवन र झगडालु स्वभाव केही छुटेका थिएनन्। चोहलाल 61 वर्षमा विधुर भए। पत्नी अनेकौं रोगबाट पीडित थिइन्। दम, उच्च रक्तचाप, मुटुको व्यथा अनेक थरी। बेलैमा राम्ररी उपचार गराएको भए निदान हुन सक्थ्यो, तर उपचार हुन सकेन। इष्टमित्र, शुभेच्छुक, छरछिमेक, नातेदार सबैले सम्झाए, यो ईश्वरको इच्छा हो, यो मृत्युको नियम हो। पति पत्नी सँगै जान त सबै चाहन्छन्, तर एउटाले बिजोग बेहोर्नै पर्छ। 3 जना छोरा बुहारी नाति नातिनाले घर भरिभराउ छ। मास्टरले चित्त बुझाउन खोजे, तर उनको चित्त बुझेन। बुढीको मृत शरीर जलाउने समय बित्दै थियो। कान्छो कता लडेको थियो थाहै भएन। अन्त्यमा बुढा स्वयंले श्रीमतीको क्रिया गरे। क्रियापुत्रीको स्याहारदेखि शुद्ध शान्तिसम्म गरिने सबै व्यवस्थापनको जिम्मा मास्टरका प्रिय शिष्यहरूले लिएका थिए। आमा मरेको समाचार सुनेर जेठो डाक्टर सूर्यनाथ बेलायतबाट सपरिवार आयो। माहिलो इन्जिनियर चन्द्रनाथ पनि आइपुग्यो। कान्छा तारानाथ ठेकेदार हो, घरै बस्थ्यो। बुढाको भित्री मनमा महापात्रलाई राम्रोसँग पञ्चदान कर्म गरौँ भन्ने थियो। उनले छोराहरूका अगाडि यस्तो विचार प्रकट गरे। छोराहरूलाई बोलाएर भने, तिमीहरूका लागि आमाले आफ्ना सबै सुख त्यागिदिन्। उनै आमाको आशीर्वादले तिमीहरू ठुल्ठुला पदमा छौ। उनको मृत्युपछिको काम मिलेर गर्यौ भने आशीर्वाद पाउँछौ बाबु। दिनको 4 पटक छोराबुहारी सम्मिलित गोष्ठी गरे। उनीहरूमा खस्याखुसुक चल्न थाल्यो। कमाएर बुढाले के गरे? मरेकी बुढीका लागि काठको पलङ मात्र किन? सुनकै पलङ, सुनका गहना, सुनका जुत्ता, छाता सबै दान गरून्। बुढाका कानमा पनि यस्ता शब्द पर्थे, तर उनी निर्जीव बनेर कुशासनमा बसिरहन्थे। लाचार भई छोरा बुहारीतिर याचक भावले हेर्थे। आखिरमा स्टिलका 1-2 थाल गिलास, सस्तो छाता र तन्नाभन्दा दानका लागि केही आएन। बाँचुन्जेलसम्म त राम्रो उपचार र हेरचाह नपाएको भन्दै दानका लागि जे सामान आए त्यसमा पनि बुढाले चित्त बुझाए। एकादशीभन्दा 1 दिन पहिले बुढाले फेरि छोराहरूलाई बोलाउने हिम्मत गरे। बाबुहरू, मेरो सञ्चय कोषमा 3 लाख रकम जम्मा थियो। नातिहरूको मुण्डन वर्तमानमा 2 लाख खर्च गरेँ। 1 लाख जति बैङ्कमा जम्मा होला। चेकबाट भुक्तानी ल्याउनु र आमाको श्राद्ध राम्रोसँग सम्पन्न गर्नु। बुढाको यस कुराबाट सबैले राहतको अनुभव गरे। नभई नहुने कर्ममा केही पैसा लगाउने र बाँकी पैसाले आफ्ना कामका लागि छुट्टिनुभन्दा अघिल्लो रात भोज गर्ने निर्णय गरे। शुद्ध शान्तिका दिन बुढाले छोराहरूलाई भने, अब त म एक्लो भएँ। तिमीहरूकी आमाले मलाई टुहुरो पारेर गइन्। अब मेरा बारेमा केही सोचेका छौ? प्रश्नले सबै स्तब्ध भए। दायित्वको गुरुताबोधले होइन, असमयको रागले। जेठाले मौन भङ्ग गर्यो।
यो भनेको के नि बा? त्यही भनेको बाबु, म त साह्रै असहाय भएँ। जग्गा जमिन पनि छैन, सञ्चय कोष पनि छैन, केही ऋण पनि बाँकी छ। अनि पेन्सन? महिलाको स्वरमा रुखपनको मात्रा बढी थियो। बुढा स्याँ गर्न थाले। तिम्री आमा छँदा जसरी पनि भात छड्काइहाल्थिन्। कान्छाको ताल यस्तै छ, दिनभरि भोकै राखिदिन्छ। पेन्सन जति कान्छालाई दिएँ, तर सबै पेन्सन दिए पनि त्यसले पुगेन भन्छ। म कहाँबाट यस बुढालाई पाल्न सक्छु? दुनियाँले माडसाप भनेर ढोग्छन्। यो माडसापले मलाई जे अन्याय गरे मलाई थाहा छ। गाँजाका सुरमा कान्छो बरबरायो। बाबुआमाले आफूलाई कहिले मिठो खाना र राम्रो लाउन नदिएको, स्कुलको फिस तिर्न र किताब किन्न पनि धौधौ परेको जस्ता बयान गर्दा गर्दै कान्छो थचक्क बस्यो, टाउकामा हात राखेर रुन थाल्यो। बुढी आमा बाँचुन्जेल परदेशी छोराहरूले उनका अवस्थाबारे सोध्न फुर्सद पाएनन्, आवश्यकता ठानेनन्। उनलाई कसैले निस्तो भातसम्म पनि अघाउन्जेल खान दिएन। कमजोर हुँदाहुँदै बुढी थला परिन्। मोतियाबिन्दुले गर्दा देख्न नसक्दा राति बुहारीलाई बोलाउँथिन्। बुहारी एकछिन त निदाएको स्वाङ पारी टार्न खोज्थी, फेरि सराप्तै फतफताउँदै उठ्थी, निर्जीव ढुङ्गालाई उचाले झैँ उचाल्थी, नाक थुनेर शौचालयसम्म लान्थी र फेरि ओछ्यानमा थचारेर फर्किन्थी। बुढाले सबै कुरा सम्झे। आज शुद्ध शान्तिको भोज छ। भोज सुरु भइसकेको छ। बासमती चामलको भात, रहरको दाल, घिउ, पापड, तिलको अचार, तित्रीको चटनी, 3-4 किसिमका तरकारी, पकौडा, दही आदि सबै व्यञ्जनका सुगन्ध हावाले फैलिएका छन्। नातागोताका मानिसहरूले घर भरिएको थियो। साना केटाकेटीदेखि सबै आफ्ना किसिमले रमाइरहेका थिए। बुढालाई भने कसैले वास्ता गरेनन्। भोकले सहन नसकेपछि बुढाले एउटा युवकलाई केही खान दिन भने। माइलो छोरो यो हेर्दै थियो। माइलाले हकारेर बोल्यो, यो के गर्नुभएको बा? एकछिन तपाईँ भोक सहेर बस्न सक्नुहुन्न? निम्तारूहरूले खानै खाएका छैनन्। यहाँ तपाईँका आँतका ज्यान दन्किन थाल्यो। डाक्टर र इन्जिनियरका बाबुले यसरी हात जोडेको देखेर युवक झनक्क रिसायो। बुढाले भने, हो बाबु, बच्चा छँदा एकछिन दुध खान नपाएर तँ रुँदा मेरो मुटु चिरिन्थ्यो। आज मैले मुख फोरेर खान मागेँ, तेरो इज्जतै गयो। म बस्छु बा, सहेर बस्न सक्छु। कोठा बाहिर आँगनका पाहुनाहरूसँग अट्टहास गरेको सुनेर बुढाको मन फेरि चिरियो। यिनीहरूलाई आमा मरेकामा केही पछुतो छैन। मानौ आमाको मृत्यु होइन, छोराको जन्म भएको छ। बुढाको संसार अँध्यारो भयो। उनलाई भोज खानेहरूसँग पनि रिस उठ्न थाल्यो। बुढाको आत्मा रोइरहेको थियो। मनले यो प्रश्न पनि गर्थ्यो, आखिर छोराहरूले भोजको यस्तो भव्य आयोजना कसरी गरेका होलान्? मात्र 1 लाखले त पुगेन होला। उनको वात्सल्य फेरि छचल्कियो। पछि थाहा भयो, यस आयोजनाको थप खर्च उनैका पूर्व शिष्यहरूले गरेका रहेछन्। काम सकियो। सबै आफ्ना काममा फर्किए। डाक्टर बेलायततिर लाग्यो। इन्जिनियर इन्दौर फर्क्यो। गजडी कान्छो आफ्नै पुरानै रङ्गढङ्गमा मस्त भयो। मास्टर चुवालाल एक्लो भए। यस्तो एक्लोपनको अनुभूति उनलाई आमा बित्दा पनि भएको थिएन। मास्टर आफ्नो कोठामा
कि त न्यास्रिँदै धुमधुम्ती बसेका हुन्थे, कि त भोक खप्न नसकी घोप्टो परी सुतिरहेका हुन्थे। तिर्खाले घाँटी सुक्दा पनि भान्सा कोठामा गई पानी खाने पनि हिम्मत हुँदैन थियो। बिहानको नित्य कर्म सकिएपछि जवानीका दिनमा श्रीमतीले ल्याउने गरेको तातो चिया सम्झी आँसु झार्थे। उनलाई कहिले ज्वरो आएको हुन्थ्यो, कहिले ढाड त कहिले टाउको दुखेको हुन्थ्यो। दशैँमा माइलाको परिवार आउँदा घरमा बुढालाई लिएर फेरि महाभारत मच्चियो। बाबु बाँकी 2 जना दाजुभाइको पनि भएका हुनाले बाबुले आर्जेको सम्पत्तिमा मात्र होइन, बाबुको स्याहार सुसार गर्ने समयमा पनि भागबण्डा लगाउने प्रस्ताव कान्छाले राख्यो। यो प्रस्ताव सुन्नसाथ आफूहरू टुरमा बाहिर जानुपर्ने न्यु गरी भोलिपल्टै माइलाले सपरिवार कुलेलाम ठोक्यो। माइलाको परिवार सपरिवार कुलेलाम ठोक्यो। च्वालालाई सब थाहा भयो। उनले कान्छालाई बोलाएर आफूलाई कुनै वृद्धाश्रममा लगिदिन अनुरोध गरे, तर उसले वास्ता नै गरेन। बुढाको दुर्गति झन बढ्दै गयो। बुढा सबैले खाना खाएको हेरिरहन्थे। उसलाई खाना थोरै मात्र दिइन्थ्यो। बुहारीको भनाइ थियो, बुढाले धेरै खाए भने अपाच्य भई लत्ता कपडा तन्ना तकिया फोहोर पार्न सक्छन्। बुढा श्रीमतीको फोटो अगाडि हात जोडेर उभिन्थे र आफ्नो मनको बह पोख्थे। एक दिन थप खाना माग्दा छोराले अप्रत्याशित रूपमा उनको गालामा एक झड्कन बजाइदियो। त्यस रात बुढाले आफ्नो बगली छामे। बगलीमा श्रीमतीको अन्तिम निशानी थियो, सुनको शिरफुल। यस गहनाले दुवैको विवाहको सुमधुर स्मृति आफूभित्र जोगाएको थियो। बुढाले बिस्तारै गहना निकालेर धेरै बेरसम्म उल्टाइ पल्टाइ हेरे। एका बिहानै सकी नसकी हिँडेर बुढा राजमार्गको छेउमा आएर उभिए। बस आयो, चढे। कन्डक्टरले पैसा माग्यो। 40 वर्ष पुरानो नारी घडी फुकालेर दिए। कन्डक्टर एकछिन अकमक्क पर्यो, फेरि दङ्ग पर्दै अगाडि बढ्यो। नारायणघाट आई कुनै बेला श्रीमतीले राख्न दिएको त्यही शिरफुल बेचे। त्यहाँबाट उनी सिधै देवघाट गएर सन्यास वरण गरे र सन्यासी परिधान ग्रहण गरे। त्यहाँबाट उनी सिधै देवघाट गएर सन्यास वरण गरे र सन्यासी परिधान ग्रहण गरे। देवघाट घुम्न जाँदा उनीसँग मेरो भेट भयो। उनी अब अशक्त र विवश देखिँदैनथे। देवघाट घुम्न जाँदा उनीसँग मेरो भेट भयो। उनी अब अशक्त र विवश देखिँदैनथे। हार्मोनियम बजाई मिठो स्वरमा भजन गाइरहेका थिए। उनको मधुर स्वर र भजनका हृदयस्पर्शी शब्दहरूले म सम्मोहित भएँ। वरिपरि वृत्ताकार बसेका उनका शिष्यहरूको जमात थियो। थाहा पाएँ उनी त्यहाँ मधुरानन्दको नामले प्रसिद्ध रहेछन्। प्रवचन गर्छन्, भजन रच्छन् र गाउँछन्। मलाई देखेर उनले मलाई नजानै सङ्केत गरे र सबै गइसकेपछि मैले हालखबर सोद्धा उनले भने, भाइ, म खहरेले बगाएर ल्याई बगरमा फालिएको बगरेट थिएँ। तिमीलाई देखेर मैले आफ्नो जन्मस्थान सम्झेँ। तिमीले यहाँ देखेका सबै भक्त मेरा सन्तान हुन्। तिमीले हृदयमा अटाउन सक्ने जति तिम्रा आफन्त हुन्। संसारलाई माया लुटाऊ, संसार तिम्रै हो। यस सत्यको बोध मलाई यहीँ आएर भयो। अब म यो संसारको बन्धनबाट मुक्त भएको छु।
अब म यो संसारको बन्धनबाट मुक्त भएको छु। धन्यवाद।